welcome to my YouTube channel फेरि पनि नयाँ भ्लग लिएर आइसकेको छु हजुर सामु हेरेर माया सपोर्ट गर्नु होला है त गाइस कहाँ कहाँ जाने छु आज म देखाउने छु हजुरहरूलाई है गाइस ल फेरि मेरो नयाँ भ्लग लिएर आइसकेको छु अब म कहाँ कहाँ जान्छु हजुरलाई देखाउने छु त गाइस आज म यसो डुलो हिँडेको छु देखाउने छु हजुरलाई के हुन्छ स्याफलाहरू ल स्टे ट्युन गाइस सबैजना है त गाइस यहाँ हेर्नुहोस् हाम्रो फुल ट्याक्री फुल 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 अब मेरो सवारी हिँड्नलाइसक्यो स्टार्ट भइसक्यो ट्याक्क लगाएर यस्तो लभली डेमा है ट्र्याप लगाएर हिँडिसकेँ म सवारी आँप हेर्नुहोस् है हाम्रो आँप ट्र्याप लगाएर दामी 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 अब हिँडिसकेपछि सुक्रो ब्याग लगाएर भन्नु स्नेह हुँदै आज थाल एउटा थालतिर जान्छ ल दामी 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 अब लिफ्टै हुन्थ्यो पहिला हात देखाउनु भएन मैले देख्नु काम भएन सुरुमै गाह्रो छ मलाई नि है यस म अहिले फेरि भिडियो कन्टिन्यू गर्दैछु स्कुल बजार लाग्छ सोमबार बजार यहाँ लाग्छ सोमबार बजार लागिरहेछ बाटो त्यस्तो छ भनौँ ठुलै छ यहाँ मेरो डेस्टिनेसन पुग्दैछु डेस्टिनेसन हुनेसम्म हुनेछ यो डेस्टिनेसन यहाँ बोट पनि छ ल बोट पनि छ त्यहाँ सिनेमेटिक भ्यू हेर्नु उतो साइडमा गरौँ ट्याक्को साइडमा पारी गएर अब ट्याक्को फेरि भिडियो बनाउँछु है वाटी त पारेदेखि उता पारेदेखि कस्तो देखिन्छ ओके सर मरे लानु 2 दिनको जिन्दगी है लगाएर घुम्ने हेर्ने त्यही हो नेचरसँग हिँड्नु हावा नेचरमा हिँड्नु यही हो
त्यही गरेको यहाँ चाहिँ हामी सानो सानोमा पौडी लागि खेल्नु यहीँ छौँ यहीँ खेल्थ्यौँ हामी सानो पौडी यहीँ खेल्थ्यौँ हामी छेउछाउमा यस्तोमा छेउछाउ खेल्थ्यौँ उतातिर जान्थ्यौँ यहीँ छेउछाउ खेल्थ्यौँ कि हामी पौडी केटाहरू हामी स्कुल पढ्दा है सँगै पढ्दा केटाहरू छन् है पौडी खेल्दा छेउछाउमा पौडी खेल्थ्यौँ बिचमा त पहिला झन् छेउछाउमै पौडी खेल्थ्यौँ तर त्यस्तो पौडी खेल्दा आउँदैन मलाई फर्स्टमा खेलेको थिएँ त्यसरी अलिअलि आउँछ त्यस्तो आउँदैन ल पुरै पाठ पुज्यो कि पाठ पुज्यो हल्लिँदो रहेछ स्कुटी पाठ पुज्यो त्यो के गर्नु यस्तो बाटो बाटो अझ यो अन्त कस्तो कस्तो बाटो देखेर त्यो गोर्खाको बाटो छ झन् है गोर्खाको बाटो झन् पुरै छोडिदिनु यस्तो बिजुस नि बाटो त्यो गोर्खाको त्यो डाँडा उता 2 नम्बर छ त्यतिर हेर्नु गाइस फेरि यता देखियो भ्यू कस्तो छ है राम्रो देखिन्छ है यहाँदेखि यता चाहिँ ठ्याक्क लाएर यही हो गैँडाताल आजको यस्तै गैँडातालतिर यसो घुम्न आएको अब त्यही हो गाइस म फेरि अलि एकछिनमा देखाउँछु कन्टिन्यू गर्नेछु ल भिडियो हेरेर साथ सपोर्ट गर्नु होला सबैजनाले सर उडिरह्यो लारीमा माछा खाने बस्ने गरेर कस्तो राम्रो भ्यू छ यहाँदेखि हेर्नुहोस् त यति राम्रो राम्रो ठाउँ छ नि यहाँ घुम्नुमा दानापुर छ हाम्रोतिर दानापुर गैँडाताल कपिलवस्तुको छ जगदीशपुर ताल धेरै टाढोहरू छ घुम्नुमा हाम्रो कञ्चनमा धेरै राम्रो राम्रो ठाउँ छ तर माछा पनि यस्तो छ त यहाँ माछा चेचमा होइन त्यो माछाहरू उफ्रिरहेको बेला बेला त्यो देखिँदैन तर बेला बेला चाहिँ उफ्रिरहेको छ माछाहरू यो चाहिँ यत्रो सबै तालै हो कि गैँडाताल सानोसानोमा है हामी कम आइन्थ्यो यहाँ धेरै आइयो हामी सानोसानोमा यहाँ तालमा त्यहाँ उडेको त्यही माछा खानलाई यस्तो है माछा डेन्जर रहेछ यहाँ ठुल्ठुलो माछा रहेछ माछा रहेछ नि ठुल्ठुलो मैले देखेँ मान्छे माछा नि माछा पुगेको यहाँ चाहिँ बस्नु स्थल त यहाँ ठ्याक्क यहाँ बस्नु साथीहरूसँग चिलमा बस्नु ठ्याक्क ठिक रहेछ यता म चाहिँ यसै घुम्दै आएको थिएँ टक्क भिडियो बनाउँछु भनेर त्यो आइदियो माछा कहाँ छ कुटुक गरेर उफ्रिरहेको कि देखिँदैन क्या माछा छेउछाउमा पनि छ बिचमा उफ्रिने माछा गाह्रो छ त नि माछा है ए हो यो देखाउन हजुरलाई म यही देखाउनलाई हजुरलाई भ्लग बनाएर लिएर आएको यो पुरा हेरेर माया सपोर्ट गर्नुलाई चाहिँ सबैजनाले फेरि म हिँडिसकेँ यस्तो गाइस यहाँ बसेर फेरि म हिँडिसकेँ अब टक्क लाएर जान्छु म के छ न यस्तो यहाँ गैँडातालको देखाउने छ हजुरलाई है त गाइस फेरि एकछिनमा हेरिराख्नु होला स्टे ट्युन सबैजना यस्तो यो चाहिँ चियाले हो अनि बेला आउँदा त यस्तो
त्यो पानी भयो भने यस्तो दामी यहाँ बोटहरू चल्नु कस्तो राम्रो चल्छ डेन्जरस हुन्छ कि यहाँ चल्छ कि तर यहाँ मान्छेहरू कति पिकनिक खान्छ अहिले पो यस्तो उस भयो बर्खा यहाँ पानी मुखेर उस महिनामा कुन महिनातिर पिकनिक खान्छ नि जाडो महिनामा त्यतिको यस्तो दामी हुन्छ नि यहाँ छोडिदिनुहोस् यहाँ त मान्छेहरू यस्तो भिड हुन्छ क्या हामी सानोमा कति पिकनिक खाएर आयो यहाँ स्कुलदेखि आयो भैलोदेखि आयो भैलो नि खेलिदियो जमानामा सानोमा त्यस्तो खेल्नु बच्चा छिर्दा खेलियो खाइयो यहाँ खाइयो हामीले छुट्टै मेमोरी छ यहाँ नि के हेर्नु बसेको छ उता पुरै उसी छ कि यता छोडिदिनु उता त्यहाँ उसतिर हेर्नु त्यहाँ त्यस्तै बसिरहेको छ हर्न बस्नु आनन्दले बसेर ट्याक्कै घाम तापेर यस्तो यहाँदेखि माछा कहाँ माछा हन्टिङ हान्ने तर बस्यो क्या माछाहरू टक्क कतिखेर आउँछ अनि त्यसरी माछा च्याप्पै पाएको भनेर बस्यो दम तयारीमा क्या तयारी पोजिसन हुन्छ नि त्यस्तो तयारी पोजिसनमा बसिरहेको ट्याक्क लगाएर त्यहाँनिर फेरि यस्तै चराहरू यस्तै कुकुरहरू होला माछा सब खाएर क्या धेरै माछा एरिया हो खाना आउँछ यो चाहिँ प्रतिशाला ल ट्याक्क प्रतिशाला उता बन्द गरेको चाहिँ बाइकहरू भएको छैन अस्ति त हामी आयो तिहारको दिन चाहिँ आयो हामी तिहारको दिन चाहिँ त्यो उस्तै हिँडेको थियौँ हामी त्यो पुलदेखि हिँडेको थियौँ तर अहिले त्यो बन्द गर्नुभएछ र ठिक राम्रै हो है गएर हताल एउटा त्यस्तो चाहिँ खिच्नु पऱ्यो ट्याक्क आई लभ गैडा वा ताल लेखेको होइन यो लाइट हो कि लाइटहरू छ यहाँ लाइटहरू जोडिएको छ तर यो लाइट बिगारिसक्यो भन्ने सुने यहाँ लाइट चाहिँ छ नेपालको झन्डा ट्र्याक लगाएर फर लगाएर ट्याक्क लगाएर है राम्रो त राम्रो बनाएको कलर यस्तो छ यहाँ है त्यो साइड चाहिँ माछाहरू पालेको थिएन क्या अहिले यस्तो यहाँ उसलाई चाहिँ क्या यस्तो हामी आउँदा चाहिँ थिएन कि यो थिएन अहिले चाहिँ यस्तो बनाएको छ नि त्यही भएर गाडीहरू बाइकहरू यस्ता वारिपारि नगरोस् भनेर यस्तो गराएको छ नि क्या ठिकै हो यस्तो पुलमा नि युज गर्नुहुन्न बाइकहरू वारिपारि गर्नुहुन्न बाटो बनायो होला अर्को उता अल्टरनेटिभ बाटो बनाएर नि त अब यो बाटो किन अर्को अल्टरनेटिभ बाटो होला उतातिर बाटो छ यो बाटो जान्छ होला अल्टरनेटिभ अब यो पुलदेखि हिँड्नु पर्यो अलि हुन्छ मान्छेहरू अब नहिँड्नु अब खै अब कहिले यसो हुन्छ त्यस्तै मान्छेहरू हिँडिहाल्छन् त्यही भएर नि होला त्यो मान्छेले धेरै गाडीहरू हिँड्यो भने अब धेरै बाइकहरू हिँडेपछि नि कमजोर त नि भइहाल्छ यो फलामको त्यही भएर नि होला धेरै लोडहरू हालेर हिँड्ने मान्छे त्यही भएर नि यहाँको मान्छेले स्थानीयहरूले यस्तो गरेको होला अनि यस्तो बनाइसकेको छैन उनको त्यही भएर हो यस्तो यहाँ त्यो बाइकहरू हिँड्नु नि हेर्नुहोस् त्यहाँ यस्तो त्यहाँ चराहरू कति रहेछ क्या त्यहाँ वहीँसम्म रहेछ ट्र्याक्क लगाएर आयो ल गडवा ताल भनेको आइ पानको बात ल गडवा ताल यही गयो ताल यस्तो यो जाडो मौसमतिर आएको चाहिँ अब उस्तो लाग्यो त्यही भएर गर्मी लाइन लाग्यो त्यही भएर यो
ताल यस्तो भयो तर जाने मौसमतिर ठिक हुन्छ कि ताल टक्क है भोर पानीहरू भरेर यस्तो राम्रो दिन्छ फेरि अब म फर्किन्छु अब फेरि फर्केर म जान्छु बिहाले भनेको ठिक छ के भएन अब ल त गाइस अब म घरतिर जान्छु होला अब घरतिर हिँड्दा अब म देखाउनेछु हजुरलाई स्टार्ट हुन्छ हिँड्छु म है त गाइस अब बाटो काट्नु त्यसो हो के नै हुन्छ र गाइस म बाटोमा के गर्छु देखाउने छु है त गाइस अब जान त यताबाट पनि जान्छ कि आउन आयो पहिलो बेला आयो हुन् आएको हो यता बेला धेरै पछि आयो यो बाटो पनि जान्छ कि जान्छ रोड निस्किन्छ यो बाटो पनि टक्क अब हेरौँ यो बाटो गएर पता उतै उसतिर होला नि यताबाट जान्छ जङ्गलबाट जान्छ है जङ्गलबाट जान्छ म सबै डाङ्गा हुन त यो बाटो यो हिँड्ने मान्छे हिँड्नेकै बाटो के पहिले यत्तिकै यो बन्द बाटो हो मान्छे हिँड्ने त यस्तो बाटो भने जान्छु यो यो भने अझ भित्री बाटो थियो भित्री बाटो चाहिँ बिर्सियो अरे यता बाटो त्यो भित्री बाटो पनि थियो यतातिर जङ्गल तार निस्कियो यो चाहिँ बाटो गरेर बाटो बनाएको बाटो पनि हिँड्दै के भएको मान्छेले बनाएको बाटो हिँड्दै मैले केही फरक पर्दैन यो बाटो जान्छ यो बाटो जङ्गलको बाटो मलाई याद गएर उता निस्किन्छ कि सानो त्यही डेढ वर्ष जति भयो यो बाटो बिर्सिया बाटो फेरि धेरै पछि फेरि आयो बाटो हिँड्ने याद आयो यो बाटो त्यहाँ गिद्ध पाल्थ्यो उतातिर अहिले त खै के छ थाहा भएन त्यो साइडमा चाहिँ उता गिद्धहरू हुन्थ्यो क्या गाई गोरुहरू गोरु लिएर यहाँ छोडिदिन्थ्यो क्या मान्छेहरू म सानोमा देख्थेँ अलिक त गिद्ध साइडमा चाहिँ गिद्धहरू राख्थ्यो मर्न आएको गाई भैँसीहरू लिएर गाई गोरुहरू लिन्थ्यो क्या मान्छेले अलि साउन्डको चाहिँ क्वालिटी राम्रो आउँदैन क्या किन भन्दा अब मैले माइक छैन मैले माइक थिएन अब किनेको थिएन त्यो गरिने खोला अब क्वालिटी राम्रो आउँदैन साउन्डको त्यो अलि बुझिदिनु होला हजुरहरूले है मेरो नि कम्ती हो माइक दिनु अब ठिकै छ पछि अब राम्रो भिडियो गर्ने माइकहरू किनौँला साउन्डहरू राम्रो क्वालिटी गरौँला अहिले यस्तै हो के गर्नु अब साउन्ड अब माइक किनौँ अब त्यस्तै राखिदिएको सुरुमा अब सबै स्ट्रगलदेखि हुने हो स्ट्रगल गर्दा अब बिस्तारै पछि राम्रो हुँदै जान्छ त्यसो लाग्छ धेरै आफ्नो बाटो धेरै हिँड्ने बाटो टिप्न साइडमा गिद्धहरू पाल्थ्यो यो साइडतिर गिद्धहरू हुन्थ्यो गिद्ध गाईहरू हुन्थ्यो कि यो साइडतिर उता राख्थ्यो गिद्धहरू पालेको हुनु के हो मलाई थाहा छैन त्यस्तो गिद्ध पाले भन्छन् गरे
पहिला मलाई पनि थाहा भएन म देख्नु जस्तो गीत अहिले छैन क्या मरिसक्यो गीतहरू बुढो भएर मऱ्यो क्या गीतहरू बुढो भएर मऱ्यो क्या गीतहरू अब के हो थाहा भएन पहिला सानसानोमा चाहिँ म त्यही 10 कक्षामा 10-11मा पढ्दा चाहिँ कलेज टाइममा हुँदा चाहिँ स्कुल र कलेज टाइम हुँदा चाहिँ म आउँथेँ क्या हामी साथीहरू सबै थियौँ साथीहरू हुँदा चाहिँ आइन्थ्यो अब अहिले साथीहरू सब कहाँ गयो अब त्यही त हो आफ्नो जिन्दगी बनाउनु कहाँ गए साथीहरू अब त्यही भएर अहिले अब भेटघाट होइन अब एकदम छिट्टै भेट हुने आशा राख्छु अब 2-3 वर्षपछि भेट होला सर के साथीहरूसँग सोध्यो के हुन्छ साथी यहाँ चाहिँ मन्दिर छ कलाले मन्दिर बनाउनु भएको छ है यता चाहिँ खेल्ने एक्सर्साइज गर्नु छ क्या त्यहाँ म चाहिँ कहिले कसै आएको छु क्या एक्सर्साइज गर्नु छिटो बिहान कहिले कसो निन्द्रा छोडेको बेला बिहान नै निन्द्रा छोडेको बेला फेरि यता आउँछु कि म त्यो अस्ति सानसानो धेरै तर पहिला निन्द्रा धेरै छोड्ने छ त लास्टै निन्द्राको लाग्छ के भयो मलाई थाहा भएन अनि यहाँ आउँथेँ म एक्लै एक्सर्साइज गर्न आउँथेँ कि यस्तो मान्छेहरू आउँथे मान्छे कति आउँथे आउँछन् होला अहिले पनि मान्छे धेरै आउँछन् होला तर म आउँथेँ यहाँ एक्सर्साइज भन्ने वाकिङ गर्दै आउँथेँ खेल्थेँ यसो एक्सर्साइज गर्थेँ अनि जान्थेँ बाटो राम्रो बाटो आइसक्यो औ ल त्यहाँ गएर लामो पर्थ्यो रुट अब मैले सर्ट हाने त्यो जङ्गल हाने सर्ट हाने हो है यस ल फेरि म एकछिन मैले हजुरलाई देखाउने छु है त्यो गाई सबैजनालाई अब के देखाउनु बाटो अब बाटै हो अब सब देखाइने अब त्यस्तो राम्रो केही भएछ ठाउँहरू छ भने चाहिँ अब म देखाउने छु हजुरलाई भिडियो कन्टेन्ट गर्छु नत्र अब त्यस्तो अहिले त्यस्तो राम्रो चाहिँ नभनौँ अहिले अब बाटोतिर के त्यस्तो छैन अब यो त्यही गएर त ल यता जाने के देखिन्न हजुरलाई म अहिले फेरि देखाउने छु कन्टिन्यू गर्नेछु है त म चाहिँ घर पुगिसकेँ है मेरो स्कुल चाहिँ यहाँ पार्क टाइपको म कोठाहरूमा पनि आइपुगिसकेको छु अब बाँकी भिडियो पछि गराउने छु है थ्याङ्क्स फर वाचिङमा भिडियो हेरेर माया सपोर्ट गर्नु सबैजनाले है म पनि हजुरहरू टाइपको सपोर्ट गर्नु हजुरहरू कमेन्ट गर्नुहोस् कि के छ सुधार्नु पर्ने पक्षहरू होला राम्रो पक्ष सुधार्नु पर्ने पक्ष भन्नु होला म सुधार्ने छु फेरि पनि हेरेर एकचोटि माया सब्सक्राइब है माया गरिदिनु होला सब्सक्राइब गरिदिनु होला लाइक सेयर कमेन्ट गरिदिनु होला है त गाइस बाई बाई गाइस